ल अब यो हाम्रो एक्सेल फाइलमा छौँ हामी अगाडिको लेक्चर कन्टिन्यू गर्ने एक्सेल फाइलबाट के गर्ने एक्सेल फाइललाई कसरी एक्सेस गर्ने अथवा भने एक्सेल फाइल पाइथनबाट कसरी जेनेरेट गर्ने भन्ने हो यो हाम्रो डेटा साइन्स एआई को कोर्स कन्टिन्यू छ है त्योभन्दा अगाडि यसको लेक्चर 1 लेक्चर 2 कन्टिन्यू हेर्ने यो लेक्चर 3 हो अब मैले समय बर्बाद नगरिकन सिधै विषयवस्तुतर्फ छिर्ने एक्सेल फाइल बनाउने हैन बनाउनलाई तपाईलाई पहिला प्याकेज चाहिन्छ यो एक्सएलएस राइटर भन्ने हुन्छ है त के भन्छ अरे एक्सएलएस राइटर भन्ने हुन्छ मैले यसलाई अझै जुम गर्दै एक्सएलएस राइटर भन्ने यो प्याकेज इन्स्टल गर्नु पर्यो है यसलाई इन्स्टल कसरी गरिन्छ पिप इन्स्टल एक्सएलएस राइटर भनिन्छ अब म सिधै एक्सेल फाइल बनाउनतर्फ गएँ पहिला के गरिन्छ इम्पोर्ट पीडी गरे त्यसपछि म एउटा डेटा बनाउँछु म के बनाउँछु डिक्सनरी बनाउँछु डिक्सनरी कसरी बनाइन्छ पाइथनमा मैले लेक्चर कभर अप गरेको छु पाइथन सिरिज भित्र गरे हैन यो हाम्रो डेटा साइन्स को अनि पहिला म एउटा नेम भन्ने बनाए यसलाई की भन्छ है ठीक छ भित्र मैले के दिए हरि भनेर नाम दिए अर्को नाम दिए मैले मनोज भनेर नाम दिए अर्को मैले धीरज भनेर नाम दिए एवं रीतिले यसलाई कमा गरी म अर्को पनि बनाउँछु भनेर हो अर्को म के बनाउँछु भन्दाखेरि एड्रेस बनाउँछु एड्रेस बनाएँ एड्रेसमा मैले के राखेँ भन्दाखेरि एउटाको मैले राखेँ बिर्तामोट राखेँ अर्कोको मैले राखेँ इलाम राखेँ अर्कोको मैले राखेँ वीरगञ्ज राखेँ ठीक छ मैले यसलाई क्लोज गरेँ है त हैन म अर्को पनि थप्छु भ्यालु भन्नको लागि यिनीहरुको अब मैले सब्जेक्ट राख्नु अथवा यिनीहरुको के राख्नु भन्दाखेरि एज राख्नु जो सजिलो बुझ्न सजिलो एज राख्नु यो डिक्सनरी बनाएको है थाहा छ नि म्याप पनि भन्छ एउटाको मैले 23 वर्ष राखेँ अर्को 45 वर्ष राखेँ अर्को 27 वर्ष राखेँ ठीक छ यसो गरेर मैले क्लोज गर्दिन है त अब म यो मैले डेटा बनाए यति डेटा बनाए है यसलाई म के गर्नुपर्छ डेटा फ्रेममा कन्भर्ट गर्नु डेटा फ्रेम भनेको के हो भनेर त यो डीएफ भनेको भेरिएबल है केही पनि हैन डेटा भनेको नि भेरिएबल हो सबै हेर्ने पाइथन फर अल भन्ने सिरिजमा हेर्ने त्यो नबुझिकन यो बुझिन्न अनि डेटा साइन्सको फर्स्ट र सेकेन्ड लेक्चर हेर्ने त्यसपछि मात्रै यो हेर्ने यो हाम्रो एक्सेल फाइल कसरी जेनेरेट गरिन्छ पाइथनमा भन्ने सिरिज हो है त अब म के गर्छु भने पीडी भन्ने यसलाई कल गरिरहेछु यो पान्डाजकै नाम हो अब म पान्डाजलाई चाहिँ पीडी को रूपमा प्रयोग गर्छु है भने पीडी डट त्यो भित्र के छ डेटा फ्रेम छ कसलाई पठाउँछु यो डेटालाई यहाँ भित्र हाल भन्छु डेटा है त अब म यसलाई यो भित्र पसेको डेटा अब यी मेरा डेटाहरु जुन छ नेम एड्रेस र एजहरु यिनीहरु चाहिँ अब डेटा फ्रेममा आउँछ कि आउँदैन भनेर हेर्छु म त्यो भनेको यो डीएफ मा गएर बसेको छ नि त यो डेटा फ्रेम प्रिन्ट गरेर हेर्छु आउँछ कि आउँदैन आयो नेम भन्ने कलम भित्र के बस्यो हरि मनोज र धीरज बस्यो एड्रेस भन्ने कलम भित्र के बस्यो बिर्ताउने लाम र वीरगञ्ज एज भन्ने भित्र के बस्यो 23 45 र 27 यसरी बसिरहेछ है अब मेरो यो बस्यो डेटा फ्रेम भित्र भन्ने भइसक्यो लास्ट टाइम सीएसवी कसरी जेनेरेट गरिन्छ कसरी एक्सेस गरिन्छ त थाहा भइसक्यो अब म यता गइसके एक्सेल सिटमा अब एक्सेल सिटमा जानको लागि म के गर्छु भन्दाखेरि फर्स्टमा यो डेटा फ्रेम जुन छ डेटा फ्रेम भएको डेटालाई त मैले केमा हाल्नु पर्यो एक्सेल सिटमा हाल्नु पर्यो त्यो भन्दा अगाडि त मैले के बनाउनु पर्यो भन्दाखेरि एक्सेल सिट बनाउनु पर्यो कि परेन हो अब एक्सेल सिटमा कसरी बनाउँछु त भन्दाखेरि एउटा एक्सेल फाइल भन्न बुझ्नको लागि है मैले एउटा भेरिएबल बनाए म एक्सेल फाइल बनाउँदै छु नि त एक्सेल फाइल बनाए भनेर म निर्देशित गर्छु त्यसको लागि म के गर्छु पीडी भन्ने यो पान्डाज भित्र एउटा फंक्सन छ त्यसलाई म कल गर्छु एक्सेल राइटर र कल गर्छु है त त्यो भित्र म फाइलको नाम के दिन्छु ल सपोज ल सी भनेर फाइलको नाम दिन्छु डट एक्सटेन्सन के राख्नु पर्यो एक्सएलएस एक्सेल फाइलको एक्सटेन्सन के हुन्छ यहाँ हेर्ने यही हुन्छ कि एक्सएलएस बुझिरहेछ
यो दिएँ मैले एक्सटेन्सन है, एक्सेल फाइलको एक्सटेन्सन यो भयो। ठिक छ। अब मैले यहाँ इन्जिनको नाम पनि डिफाइन गर्नुपर्ने हुन्छ। इन्जिनको नाम के हुन्छ? यही हुन्छ, एक्सएलएस राइटर भन्ने नै हुन्छ इन्जिनको नाम पनि है त। अब मैले यसलाई डबल कोटेसनभित्र यो पनि मैले दिइहालेँ है, यसलाई क्लोज गरौँ। ठिक छ। अब एक्सेल फाइल, ब्ल्याङ्क एक्सेल फाइल बनिरहेछ। यो काँसी डट एक्सएलएस भन्ने चाहिँ यो फर्मेट एक्सटेन्सन होला यसको होइन। यो काँसी भन्ने चाहिँ कस्तो एक्सेल फाइल, अहिले ब्ल्याङ्क एक्सेल फाइल बनिरहेको छ। ब्ल्याङ्क एक्सेल फाइलमा त तिमीले यो डेटा फ्रेम हाल्नुपर्ने छ, हो कि होइन? त्यो डेटा फ्रेम भनेको यो डेटा, यो डिएफको डाटा हाल्नुपर्ने छैन त, जुन यो आएको डाटा यो डाटा त एक्सेल सिटमा हाल्नुपर्ने छ नि त। अहिले त भर्खर तिमीले फाइल मात्रै बनायौ, त्यहाँभित्र हाल्नुपर्ने छ। त्यसको लागि तिमी के गर्छौ त भन्दाखेरि डिएफ, किन डिएफ लेखिरहेछ? यो डेटा फ्रेम जुन छ यो डेटा फ्रेमको इन्फर्मेसन चाहिँ डिएफमा भएको हुनाले डिएफ डट टु एक्ससिएल, एक्सेल बुझ्ने है, यो कोड एकदम इम्पोर्टेन्ट छ। टु एक्सेल गर्यो, त्यो भित्र चाहिँ तिमी के हाल्छौ? यो भेरिएबललाई कल गर्छौ, किनभने यो एक्सेल फाइल यिनीहरू सबै जति इन्फर्मेसनहरू छ त्यो त यो भेरिएबलमा गएर स्टोर भएको छ नि एक्सेल फाइल भन्ने भित्र है। त्यही भएर यसलाई तिमी कल गर्छौ, किनकि अब यसको डाटा चाहिँ तिमी केमा हाल्दैछौ? डेटा फ्रेमको इन्फर्मेसन यो सिटमा हाल्दैछौ है। अब तिमी के दिन्छौ? सिटको नाम लेख्न मन छ भने ल मलाई सपोज सिट नेम चाहिँ म के राखिदिन्छु भन्दाखेरि नर्मल राखिदिउँ न, फर्स्टमा नर्मल भनेर राखिदिएँ मैले होइन त सिटको नाम। नर्मल भनेर राखिदिएँ है त। अब इन्डेक्स म सपोज इन्डेक्स चाहिँ के दिन्छु त? फल्स नै गर्छु है। यति गऱ्यौ। अब तिमी के गर्छौ भन्दाखेरि यो फाइललाई क्लोज पनि त गर्नु पर्यो नि त, डट क्लोज पनि गर्छु है त। अब यति गरेर हेर्छौ तिम्रो यो नामको फाइल बन्नुपर्छ र हेरौँ हामी बन्छ कि बन्दैन। कोड रन भइसकेको अवस्था। अब यहाँ काँसी डट एक्सएलएक्स भन्ने फाइल बन्छ कि बन्दैन हेरौँ है। म कन्ट्रोल माइनस गरेँ यसलाई। किन जुम भ्यू भइरहेछ एकैचोटि? काँसी एक्सएलएस भन्ने फाइल बनिसक्यो है। यहाँ फाइल रेडी भइसक्यो। यो चाहिँ यतापट्टि खोल्न दिँदैन यसले है त। फाइल बनिसक्यो। यसलाई तिमी हेर्नको लागि के गर्छौ भनेदेखि यहाँ जान्छौ। अब अर्को एउटा भेरिएबल राखौँ। के भेरिएबल राखौँ? कन्ट्रोल प्लस के भेरिएबल राख्नु? एउटा सपोज राम भन्ने भेरिएबल राख्नु है त। अनि pd डट एक्सएलएस रिड भन्ने यो फङ्सन कल गर्छौ तिमी एज इट इज है। अनि यो फाइलको नाम एज इट इज कपी नै गरिदिन्छु यसलाई है त। अनि प्रिन्ट राम लाग्यो। ठिक छ है त, कुरा बुझ्यो? यो चाहिँ एक्सेल सिट बनाउने। अब तपाईँले गएर यो डाइरेक्ट्रीमा गएर हेर्नुभयो है, यो डाइरेक्ट्रीमा गएर हेर्नुभयो भने क्लोज गरेँ मैले, इन्कोडिङ राखेको छैन त्यो पछि बुझाउँछु म है। युटिएफ इन्कोडिङ भनेको के हो भनेर सबै यसरी पाइथनमा एक्सेल सिट बनाइन्छ है त। हस्, थ्याङ्क यू, किप लर्निङ, किप ग्रोइङ।